दिदी आएर पनि फर्किसक्नुभयो। दिदीसँग घुम्न गएको भ्लग भने बल्ल आज पोस्ट गर्दैछु कि मैले। हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल विथ अनदर न्यू भिडियो। यो दिन चाहिँ हामी पशुपति चाहिँ गएको थियौँ, दर्शनै गर्न भनेर चाहिँ गएको थिएनौँ। त्यस्तो बिहान दर्शनै गर्न भनेको लागि चाहिँ गएको थिएनौँ, दिउँसोतिर गएको थियौँ हामी चाहिँ पशुपति। अनि यता चिता भयो, चिताको छेउतिरको 3टा मन्दिरमध्ये एउटा मन्दिरमा चाहिँ विरूपाक्षको चाहिँ मूर्ति छ अरे कि। मैले चाहिँ कतिचोटि पशुपति गएर पनि त्यो कुरालाई चाहिँ नोटिस गरेको थिइनँ, हेर्न पाएको रहेनछु कि। अनि हेर्नु पर्छ यता रहेछ भनेर चाहिँ म देखाउँदै थिएँ कि दिदीलाई। अनि हामीले टिका लगायौँ। अनि त्यहाँ चाहिँ सम्झिनु के जादु देखाउँदै हुनुहुन्थ्यो। अनि त्यो जादु चाहिँ हामीले हेऱ्यौँ, त्यो भिडियो चाहिँ खिच्न नमिल्दो रहेछ। म थोरै क्लिपमा चाहिँ खिचेको थिएँ। अनि हामी जरा हेर्न गएको, जरा नै रहेनछ। अनि शिव र पार्वती बनेर सम्झिनु के चाहिँ गर्दै हुनुहुन्थ्यो उहाँहरूको, के प्रसाद पनि दिनुभएको थियो। अनि चाहिँ हामीले चटपटे खायौँ। चटपटे खाएर चाहिँ सकाइसकेपछि बल्ल भिडियो खिच्नुपर्छ भनेर मलाई याद आएको कि। अनि हामी चाहिँ गयौँ तल त्यो विरूपाक्षको मूर्ति हेर्न। आधी नै आइसकेको रहेछ कि त्यो मूर्ति चाहिँ। अनि हामी चाहिँ गयौँ खाजा खान, समोसा खायौँ। बहिनी चाहिँ केही खाने भनेर बसिरहेको थियौँ। त्यसपछि हामी फर्क्यौँ घरतिर। थ्याङ्क यू फर